रानीमलको जादुमा स्वागत छ, जहाँ रानी तेजकुमारी देवीको साई कथा जीवित छ र इतिहासले हरेक कुनामा बोल्छ। यो ऐतिहासिक यात्रामा हामीलाई पछ्याउनुहोस्। अहिले चाहिँ हामी रानीमल आइपुग्यौँ र यो रह्यो यहाँको पार्किङ शुल्क, अनि यो रह्यो रानीमल दरबारभित्र जाने प्रवेश शुल्क। पाल्पाको कालीगण्डकी नदीको किनारमा अवस्थित यो रानीमहल 1945 आफ्नो अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भाव विहान भएका खड्ग शमशेरले रानीसँग उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचा सहितको दरबार निर्माण गर्न अन्तिम वचन दिएका थिए। आफ्नै रानीको सम्झनामा भारतमा रहेको इन्जिनियर झिकाई 5 वर्ष लगाएर विक्रम सम्वत 1954 मा पूरा गरिएको यस दरबारलाई ताजमहलको रूपमा चिनिन्छ। उत्तरतर्फको बुजाको जग कालीगण्डकी नदीको किनारबाटै रहेको यस दरबारमा 24 वटा कोठा, 2 वटा पोखरी, मन्दिरहरू र सुन्दर सुन्दर फुलहरू, भक्तहरू बस्ने स्थल समेत रहेको छन्। रानीमलको यो शाही अनुभव तपाईले आफै महसुस गर्नुपर्छ र आफ्नो अनुभव हामीलाई सेयर गर्नुहोस्। रानीमलको जादुमा हराउन तयार हुनुहुन्छ?